पैसा चाहियो अरे हजुर छोरा त क्लियर गरिदिनु भए त राम्रो हुन्थ्यो भन्ने पैसा दिन्छु नि त्यसले गर्दा बोलाएको नि अब पुग्नै पाएको छैन हैन मामा त लागिरहेछ अझै छ मामा गर्नु त हिजो अस्ति भर्खर थुतेकोहरू छु तर म त्यो लु बस लु हुन्छ मामा ल ल ल जाउँ अब तपाईँ नै अब उ ड्राइभरलाई जिम्मा आउँछु म उसले बेचेर जान्छ है मामा हाम्रो होइन बस भाइ भित्र बाहिर बस्ने बसेस गुन्जे जुम जुम 5-6 बन्डिलमा 14,000 कमाए त खुच्चो त्यो पनि अब यसलाई राम्रो दाम दिएको नि त यतिमा कसरी दिनुभयो 40 रुपैयाँ किने मैले अहिले आमा हो 40 रुपैयाँ 40 रुपैयाँ दाम बढ्दै रहेछ त हौ सिलगढी 50 भन्दै थियो बिहान एउटाले मलाई हजुर विजयले चाहिँ 45 भन्यो विजयले 45 भन्यो गाडी रोक्नु अरे झर्ना आथ्यो अरे के चाहिँ के झरे भाइ झर्ना आथ्यो अरे एकछिन रोक्नु ल म आएँ के झर्यो ए यो झर्दैन यहाँ ठाडो पार्नु न यहाँ यही त ठाडो पारेर झरेको त्यो झन् झन् हुन्छ बस त्यसरी तिनी यहीँ माथि बस्छन् माथि बुझ्यौ गुड यो कुचो पहिला डाइरेक्ट लाने हो होइन पर जान्छ जोगिबीर त्यो त डाइरेक्ट लाने होइन कुचो पर झारेर बदल नि आउँछ हो हजुर त्यो फोरिल छ नि यो हिरोमा त फोरिल पनि टेर्दैन पो त हो नि हौ कतिन्छ अब म पर एमएलएलाई त्यसलाई एकछिन भेट्छु कि हजुर तिमीले चाहिँ यो केटाहरूलाई पर अस्तिको गोदाममा नि हजुर राम्रो जतनसँगले लगेर ठडाउन लाउनु ल ठडाउन लाउनु त्यहाँ त्यो ए गोदाममा ठडाउन लाउनु म आइहाल्छु म फेरि आउनै पर्छ ए हुन्छ अन्त मान्छे केटाहरू बेस्ट छ त कुचो छन्काउनु फलाउनु हाल्नु त्यो सबै जम्मै गर्नु छ हुन्छ अरू एमएलएकामा गइदियो देखेर हुन्थ्यो नि गाडी छन्काउँदै सक्यो होइन खोइ होला
हजुर हामीले काम गर्ने मान्छे पाउनु हो नि झट्टै एकछिन दुःख गर्दाखेरि 1000 रुपियाँ पड्काउँछ हाम्रो काम कसले गर्छ के हो हजुरलाई यहाँ उडाउने रहेछ बाहिर मेरो क्याब झन्डा उडाइदियो नि क्याब झन्डा उडाइदिएर हजुर हुन्छ आउँदैछ ल अस्ति हाम्रो त माथिको भाइ कि विशाल भन्ने होइन यसै गरी झऱ्यो होइन 50 जना त रोडमा त यत्रो राम्रो कुदी बगिरहेको यही हो यहीँ हो